तैँले बारम्बार जेठालाई हामीसँग बोल्न लगा भनेर भने कि होइन खै माने कि आमा मलाई मारिदिनुहोस् बरु किन यस्तो अत्याचार गर्नुहुन्छ मैले कहाँबाट फोन गर्न लगाउनु मलाई नै फोन गर्नुभएको छैन मैले ढाँटेको भए मरिजाउँ झुट नबोल तैँले जति नै झुट बोले पनि तेरो अनुहारले साँचो बताइरहेछ बुझिस् फुरुक्क न जेठालाई फोन लाउँछस् कि तँलाई यी मारिदिउ मारिदिनुहोस् आमा बरु आनन्द हुन्छ जसको आशा र भरोसा गरेर आएको उसले त नदीमा ढुङ्गा फाले झैँ फालेर पत्ता हुनुभएको छ अब कसको आशा गरेर बाँच्नु छ र मारिदिनुहोस् मलाई त्यति सजिलो मर्न पाउँछु भनेर सोचे कि होलिस तडपै तडपै मारिन छु भन्दा के र आज दिनभरिमा मलाई जेठासँग फोनमा कुरा नगर न अन्य थाहा पाउँछस् तैँले बुझिस्